गाइस वेलकम टु माई च्यानल वन्स अगेन र आज म तपाईँहरूलाई के देखाउन चाहन्छु भने नि फुर्सद ल्याउँछ कि हस्बेन्डले तर हिजो चाहिँ साह्रै बेसी ल्याएछ हो। अन्त यो चाहिँ टिम्बुरको अचार हो। यो चाहिँ हामीले खाना खानुपर्छ है। टिम्बुरको अचार, टिम्बुरको पनि अचार हुँदो रहेछ है। यो चाहिँ सन्तान दिदी वेस्टबाट ल्याइदिनु भएको दिदीले। अब हेर्नुहोस् है म के देखाउँछु। मैले चाहिँ मङ्कीले जस्तो फाँडेको छु। यो लिची यति साह्रो टेस्टी रहेछ कि ठुलो ड्र्यागन फ्रुट। वा मैले त जिन्दगीमा चाहिँ ड्र्यागन फ्रुट चाहिँ खाएको थिएँ, कुरा मात्रै गरेको थिएँ। ल्याइदिनु भएछ, ठिकै छ। कस्तो छ अब टेस्ट गर्नुपर्छ। म्याङ्गो, एप्पल्स, अङ्गुर के भनेको होला मैले। अन्त च्याउ पनि ल्याइदिनु भएछ है, ठिकै छ। केरा त आमा सिलगढीमा कत्रो हो है, 100 रुपियाँ अरे। तर 100 रुपियाँ त यस्तो 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 ठुल्ठुलो केरामा त 100 रुपियाँ गर्नु हुन्छ नि। यत्रो केरा अस्ति के अहिले लिचीको सिजन रहेछ है। मैले आँप चाहिँ नले भनेको थिएँ, किनभने त्यो उयो के भन्छ इन्जेक्सन हाल्छ भन्छ नि। अन्त डरले मैले आँप चाहिँ नल्याऊ है भनेको थिएँ। वाटरमेलन आँप चाहिँ नल्याऊ भनेको थिएँ। आँप चाहिँ ल्याएछ, वाटरमेलन चाहिँ ल्याएन। फ्यामिली के हो सिलगढीमा, तपाईँहरूलाई पनि याद होला त्यो न्युज। र कसले खानुभएको ड्र्यागन फ्रुट, नाम पनि ड्र्यागन फ्रुट। यसको लुक्स पनि यति छ दामी। यहाँ निलम दिदी तपाईँलाई देखेर कमेन्ट आउँछ कि ड्र्यागन फ्रुट अब काटेर हेरौँ है यसको भित्र कस्तो रहेछ। यो त ड्र्यागन फ्रुट त अन्त आमा लु यत्रो मात्रै निक्ल्यो त। अन्त हामीले चाहिँ नजानेर चाहिँ यो चाहेको कि सर खल्लो अलिक नफापेको होला कि हामीलाई त मिठो लागेन पो। फर्स्ट टाइम पो हो। खल्लो खल्लो लाग्यो। यो के हो, कालो तिल जस्तो लाग्यो। कालो तिलको दाना देखेको साथीहरू त्यस्तै त्यस्तो हेर्नुहोस् है। अन्त फर्स्ट टाइम खाएको धन्न तपाईँले भिडियो हेर्छु, म त भिडियोमा हेरेको थिएन पो। साह्रै लाटी लाटी परेको छु हेर्नु है। आहा कस्तो मिठो कलर होइन, कलर चाहिँ खान्छस् के रहेछ। भाँडा पनि धुक्छु न, गाई खानुले गर्दा भाँडा पनि धुक्छ। आउनुहोस् है, कोकोलाई मनपर्छ काटेर देखाएन कस्तो दामी देखाएको छ। वा हेर्नुहोस् त, किरा जस्तो लाग्यो म त। मनपर्छ यो सबैलाई, कोकोलाई मनपर्छ, हामीलाई चाहिँ अब ठिकैको लाग्यो है। खा त मिठो छ के हो नि। कस्तो हुन्छ ड्र्यागन फ्रुट भनेर चाहिँ रातो खाएको पनि हुन्छ ड्र्यागन फ्रुट। म त अर्कै देखेँ। खा त खाँदै खानु नि त, खानु त तपाईँ। मिठो हुँदैन रहेछ बिचरा। 1 केजी बोकेर आएछ 300मा लास्टमा। त्यहाँदेखि फर्स्ट टाइम खाएर होला है। हामीले नजानेको चाहिँ के हो साथीहरू, हामीलाई त केही त्यसै नानीहरू उल्टी गर्छ नि है। के हो ड्र्यागन फ्रुट हो। यो त कसरी फलेको यो होइन हौ। यहाँभित्र त त्यो सेतो तिल हुन्छ नि, के हो कालो तिल त्यस्तो भयो त किरिक किरिक। कस्तो हो कस्तो के हामी गाइस तपाईँलाई के आइडिया छैन कमेन्ट गर्नुहोस् है। कस्तो लाग्यो थ्याङ्क यू। हामी त खै यो कसरी यहाँभित्र कसरी यो तिल पस्यो के को दाँतमै। कमेन्ट गर्नुहोस् होला है, लाइक सेयर गर्नुहोस् होला है।